सायद मेरो 2 केजी वेट घट्यो होला। म चाहिँ हिजो सतुङ्गलमा भएको टिभीएस अपाचे RTR 164V को लन्च इभेन्टमा गएको साथीहरू र त्यो इभेन्टमा त ट्र्याक रेस, भिडेनको लाइभ कन्सर्ट, फन गेम्स, क्लासेस सबै भएको थियो के। म त कहाँ मात्रै जाने कहाँ रमाउने भइरहेको थियो है। अनि टिभीएस को अपाचे RTR 160 को चाहिँ 3 वटा डिफरेन्ट कलरमा चाहिँ ग्रान्ड लन्च भएको थियो के। अनि लन्च हेर्ने मात्रै होइन, वी गट टु एक्सपिरियन्स त्यो नयाँ बाइक इन द रेस ट्र्याक। र हामीहरूले चाहिँ रेस ट्र्याकमा कसरी बाइक चलाउने भनेर पहिले नै क्लास दिइसक्नु भएको थियो क्या। अनि म चाहिँ एकदमै ज्ञानी भएर सर्टिफाइड ट्रेनर्सहरूले सिकाएको सबै टेक्निक्सहरू चाहिँ नोट गरेर आएको थिएँ। र लन्च पछि चाहिँ यसको USD फ्रन्ट सस्पेन्सन, ड्युअल च्यानल ABS, यसको पर्फर्मेन्स चाहिँ सबै हामीले आफै ट्र्याकमा नै फिल गर्ने मौका पाए के। 5 इन्चको TF डिस्प्ले भएको यो बाइकमा चाहिँ तपाईँले ट्र्याक्सन कन्ट्रोल सिस्टम पनि पाउनुहुन्छ के। 160cc सेगमेन्टको बाइकहरुमा तपाईँले यो फिचर पाउनु भनेको एकदमै रेयर हो। क्या स्मुथ पनि रहेछ है, आफ्नो मुभमेन्टमा पनि ब्रेक हुँदैन। यतिको मजाको बाइक चाहिँ तपाईँले मात्र 4,29,900 मा पाउन सक्नुहुन्छ। यदि मैले गफ दिएको जस्तो लाग्छ भने चाहिँ आफ्नो नजिकको शोरूममा गएर पनि टेस्ट राइड गर्न सक्नुहुन्छ है। अनि इभेन्टको एन्डमा चाहिँ भिडेनको लाइभ कन्सर्ट हेर्न पायौँ। यु गाइज हेभ नो आइडिया हामी कति उफ्री नाच्यौँ। इट वाज सो मच फन। Thank you TVS for such a lovely event है। नेक्स्ट टाइम पनि तपाईँहरूले कुनै TVS को इभेन्ट भयो भने चाहिँ नछुटाउनु होला। एन्ड डु नट फर्गेट टु फलो मी गाइज। यस्तै माया सपोर्टको लागि चाहिँ धेरै धेरै धन्यवाद है। एन्ड आई विल सी यु गाइज इन द नेक्स्ट भिडियो है। त बाई बाई, लभ यु।